नमस्ते नमस्कार स्वागत छ तपाईले आजको यस भिडियोमा साथीहरु। आज म कुनै दलको पक्षमा बोल्न आएको छैन। आज म जनताको आवाज, मनको आवाज बोल्न आएको छु। आज म त्यो प्रश्न सोध्न आएको छु जसको उत्तर तपाई वर्षौंदेखि टार्दै आउनु भएको छ। बालेनको मधेस इन्ट्रीले किन यति धेरै नेता र कार्यकर्ताहरूलाई बेचैन बनायो भन्ने कुरा म बुझ्न आएको छु। हैन, किन यति धेरै डर अनुहारमा देखियो, किन यति धेरै ईर्षा, डाह, आरोपको भाषा प्रयोग गर्न थाले। यसको कारण बालेन होइन, यसको कारण तपाईहरु आफै हो भन्ने कुरा बुझ्नुपर्छ। कुनै दिन यही जनता तपाईहरुको अगाडि उभिएर मधेसी एकता जिन्दाबाद, मधेस जिन्दाबाद भनेर नारा लाउँथे। मत दिएर जिताए, पटक पटक धैर्य गरे, आशा गरे, आशा बाँधेर बसे, तर बदलामा के पायो त? बदलामा त्यही मधेसी नेताहरूलाई शासन सत्तामा पुर्याएर के पाए? तपाईहरुले बेचेको त्यो कमिसनमा बेचेको जुन योजनाहरू पाए, खुलेआम तपाईहरुले भ्रष्टाचारको जुन नंगा नाच नाच्नु भयो त्यो पाए। आफ्नो आफन्त कार्यकर्ता पाल्ने राजनीति पाए। विभिन्न नगरपालिका, पालिका, स्थानीय तह र जहाँ जहाँ पाउनु भयो त्यहाँ राजनीतिक नियुक्ति हो, त्यो पाए त? जनताको आँखामा धुलो हलले छाल्ने भाषण पाए त? अनि सत्ता पाएपछि देखाएको नंगा नाच पाए त? आज देखिएको परिस्थिति कुनै षड्यन्त्र होइन, यो तपाईको अकर्मण्यताको परिणाम हो। आज युवामा किन पुराना प्रति उदासीनता छ? किनभने तपाईले डेलिभरी गर्न सक्नु भएन। किन नयाँ प्रति उत्साह छ? त्यसले प्रष्ट के संकेत दिएको छ भने पुरानो नेताहरू चाहिँ समयभन्दा धेरै पछाडी छन्। तिनीहरूको सोच, तिनीहरूले चाहिँ के बुझे त? सत्ता बुझे तर समस्या बुझेन। उनीहरूले भाषण त गरे तर कार्यान्वयन गरेन। उनीहरूले आलोचना त गरे तर आत्मसमीक्षा कहिल्यै गरेन। अब कुरा बोल्न, अब कुरा गरौँ बालेनको। बालेन कुनै जादुगर पनि होइन, बालेन कुनै देवता पनि होइन, त्यो पनि एउटा सामान्य प्रकृतिको मानव हो। तर त्यसमा चाहिँ देखिएको जुन फिचर छ, विशेषता छ, त्यो के हो भने भ्रष्टाचारप्रति चाहिँ कडा स्ट्यान्ड प्रतिको मान्छे हो। काम गरेर देखाउने इच्छा प्रवृत्ति भएको मान्छे हो। डर नमान्ने नेतृत्वको प्रतीक हो र युवाले खोजेको चाहिँ जवाबदेही नेतृत्वको प्रतीक हो। युवाले बालेनमा आफूलाई देखेका छन्, युवाहरूले साहस देखेका छन्, युवाहरूले स्पष्टता देखेका छन् र सबैभन्दा बढी महत्त्वपूर्ण कुरा इमानदारीताको प्रयास देखेका छन्। तर के तपाईले यो स्वीकार गर्न सक्नु भयो त? होइन, तपाईले यो कुराहरू स्वीकार गर्नु भएन। त्यसैले तपाई आरोप र प्रत्यारोपमा सीमित हुनुभयो। क्षेत्रवादको कुरा उठाउनु भयो, भाषाको कुरा उठाउनु भयो, समुदायको कुरा निकालियो। तर सत्य के हो? जनता विभाजनको राजनीति बुझिसकेका छन्। तपाईहरुलाई जुन डिभाइड एन्ड रुलको राजनीति गरिराख्नु भएको थियो, त्यो जनताले बुझिसकेका छन्। उनीहरूले अब जात, क्षेत्र, धर्मभन्दा माथि उठेर कामको राजनीति खोज्दैछन्, डेलिभरको राजनीति खोज्दैछन्। बालेनप्रति गर्व छ। एउटा मधेसी समुदायको छोरो हो। त्यसले चाहिँ नेपालको धेरै लामो समयसम्म त्यही 52 समुदायहरूले राज्य गरेका हुन्। त्यो कुरालाई कम तोड्यो भने मलाई यो कुरा पनि गर्व लाग्छ कि मधेसी समुदायबाट पनि नेपालमा प्रधानमन्त्री भएछ। यो बिपीले देखेका सपना पनि पूरा होस् भन्ने कुरा म चाहिँ चाहेको छु। काम गरेर पनि नेता बन्न पाइन्छ जुन तपाईहरुको सोच थियो, सायद त्यसमा चाहिँ ब्रेक लाग्छ। जनताको विश्वास पनि त्यति सस्तो छैन। त्यसलाई पटक पटक तपाई त्यो झुटको आश्वासन दिएर ढाट्न सक्नुहुन्न। अब यसले तपाईहरुलाई असहज हुनु भएको छ, यो कुरा चाहिँ स्पष्ट गरौँ। जनताको यथार्थ चाहिँ स्थायी हुँदैन। त्यो कसैको जनता कसैको छैन र सबैको छ। नयाँले पनि त्यही पुरानो बाटोबाट समात्यो भने जनताले तिनीहरूलाई पनि त्यही ठाउँमा पुर्याइदिन्छन् जुन ठाउँमा आज तपाईहरुलाई पुर्याइदिएको हो। युवा कुनै व्यक्तिको भक्त होइन, त्यो युवा चाहिँ परिणामको समर्थक हो। त्यसैले आजको सन्देश कडा र सत्य छ। त्यो अरूप्रति तपाई डाहा नगर्नुस्। बालेनलाई गाली गरेर आफ्नो सफलतालाई नसाट्नुस्। जनतालाई दोष दिएर बाँच्न खोज्नु भयो भने तपाईको पनि ठाउँ हुँदैन। बरु तपाई आत्मसमीक्षा गर्नुस्। किन जनता टाढा भयो त? गगन जस्तै 20 वोट हाल्नुस् त्यहाँ।
आफ्नो पार्टीमा चाहिँ त्यो लड्नुहोस्। किन युवाहरूलाई तपाईँले साथ दिनु भएन, किन युवाहरूलाई अगाडि ल्याउनु भएन भन्ने कुराहरू चाहिँ आफ्नो पार्टीमा प्रष्ट भएर सोध्नुहोस्। र यदि साँच्चै तपाईँ सुधार्ने इच्छा छ भने के गर्नुहोस् भने साँच्चै तपाईँ पारदर्शिता देखाउनुहोस्, भ्रष्टाचार विरुद्ध सुन्ने सहनशीलता देखाउनुहोस्, नातावाद र कृपावाद त्याग्नुहोस् र आफ्ना छोरी भतिजी चेली गर्लफ्रेन्डहरूलाई टिकट बाँड्ने काम बन्द गर्नुहोस् र समानुपातिक कोटाबाट पनि जसले हक पाउने हो त्यसलाई दिनुहोस् र जनतासँग डराएर होइन इमान्दारिताका साथ उभिदिनुहोस्। अन्तमा एउटा कुरा पनि स्मरण होस्, जनता चाहिँ मूर्ख छैनन्।